हेलो एभ्रिबडी। आजको भिडियो चाहिँ हाम्रो तीनटा होस्टेल मुभी पार्ट 1, पार्ट 2 र पार्ट 3 को कम्पेरिजन हुनेवाला छ। यो भिडियो मलाई खासै बनाउन मन थिएन, तर किन भन्दाखेरि चाहिँ होस्टेल 3 को रिभ्यू चाहिँ धेरैजनाले चाहिँ राम्रो दिइरहनु भएको छ र हाम्रो रिभ्यू गर्ने क्रिएटरहरूले चाहिँ यो मुभीलाई चाहिँ धेरै राम्रो भनिराख्नु भएको छ। किन राम्रो भन्नुभयो, कसरी भन्नुभयो मलाई थाहा छैन। त्यही भएर चाहिँ म यो मुभीलाई चाहिँ साइड बाई साइड राखेर चाहिँ तीनटा मुभी कम्पेयर गर्नेवाला छु र मैले मेरो पर्सनल टेस्टमा चाहिँ किन मुभीलाई चाहिँ त्यति राम्रो भनिन भनेर चाहिँ म एक्सप्लेन पनि गर्नेवाला छु। फर्स्टमा मुभी बनाउनको लागि चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ मुभीको स्टोरी नै। र यसमा चाहिँ हामीले 1, 2 र 3 मा हेर्ने हो भने चाहिँ स्टोरी 1 मा अलि बढी रियलिस्टिक छ, 2 मा चाहिँ अलिकति थोरै ड्रामा पनि एड गरिएको छ र 3 मा त अब हामीले के हो फर्स्ट हाफ एउटा मुभी हेर्छौँ, सेकेन्ड हाफ अर्को मुभी हेर्छौँ। त्यसैले चाहिँ यो स्टोरीमा चाहिँ पोइन्ट चाहिँ अलिकति वानलाई नै दिनुपर्ने हुन्छ। र होस्टेल भनेर मुभी बनाइसके पछाडि चाहिँ होस्टेलको सिनहरू र क्लासरुमको सिनहरू चाहिँ एकदम भरपुर मात्रामा देखाउनु पर्ने हुनेछ। किन भन्दाखेरि चाहिँ यसले चाहिँ धेरै मुभीलाई चाहिँ इम्प्याक्ट गर्छ र यही कुरामा चाहिँ अब वानले पनि क्लासरुम सिन चाहिँ एकदम राम्रो क्वान्टिटीमा देखाएको छ। जङ्गेको क्लासको टेस्ट जुन चाहिँ अब एकदमै हिलेरियस नै थियो, सरप्राइज टेस्टवाला। र यता 2 मा हेर्ने हो भने चाहिँ अब जस्तै कुमारले बनाएको फिगर इन 2 पिस, बिल्डिङ ड्रइङ बनाउनु सट्टा फिगर इन 2 पिसवाला बनाउने, त्यो पनि हिलेरियस नै थियो। र अलिकति 2 मा चाहिँ अलिक क्लासरुममा चाहिँ अलि बढी पढाइ र अलिक कमेडी, अब जस्तै एक्जामहरू पनि देखाएको छ। र अब 3 मा हेर्ने हो भने चाहिँ अब केही न केहीको प्याट्रियटिजम र अब गुड्डे गुडिया टाइपको चाहिँ लभ स्टोरी देखाउनु खोजेको छ क्लासरुममै। त्यही भएर चाहिँ यो पोइन्ट चाहिँ होस्टेल रिटर्न्सलाई जान्छ। र होस्टेलको चाहिँ अब सिन चाहिँ कस्तो छ त भन्दाखेरि चाहिँ 1 मा चाहिँ हामीले हेर्ने हो भने चाहिँ होस्टेल भनेर मुभी बनाएको छ, तर होस्टेलमा लगेर राखेको जस्तो देख्दैन। कुनै होटलमा लगेर राखेको होटल रुम जस्तो देखिन्छ। होस्टेलको रुम चाहिँ त्यस्तो क्लिन र त्यस्तो राम्रो खाले बेड, त्यस्तो राम्रो खाले अब स्टडी गर्नको लागि सोफाहरू, अब त्यस्तो त होस्टेल रुममा चाहिँ कुनैमा पनि हुन्छ जस्तो लाग्दैन। र यही कुरा 2 मा हेर्ने हो भने चाहिँ 2 मा चाहिँ अब जस्तै तल एकजना माथि एकजना सुत्ने, खोइ के भन्छ त्यो बेडलाई, त्यस्तो खाले बेडहरू चाहिँ देखाएको छ। यो चाहिँ प्रपरै होस्टेलमै गएर चाहिँ सुट गरेको भनेर चाहिँ ठ्याक्कै देखिन्छ। र यही कुरा चाहिँ 3 मा हेर्ने हो भने 3 मा पनि त्यही हो, कुन चाहिँ होटल रुममा लगेर राखेको जस्तो देखिन्छ। किन भन्दाखेरि चाहिँ अब त्यस्तो सफा होस्टेलको रुम हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। र त्यही भएर चाहिँ यो पोइन्ट जान्छ होस्टेल रिटर्न्सलाई। र मुभीमा चाहिँ स्टार कास्टको पनि एकदम ठुलो भ्याल्यु हुन्छ। र अब होस्टेल मुभी बनाइसके पछाडि चाहिँ होस्टेल भनेको के भनेर बुझ्छौँ भने हामीले +2 पछाडि चाहिँ पढ्न जाने भनेर बुझ्छौँ। त्यही भएर चाहिँ भर्खरै +2 सकाएको देखिने खाले क्यारेक्टरहरू चाहिँ अब लिनु पऱ्यो, स्टारहरू चाहिँ लिनु पऱ्यो। र यसमा चाहिँ मुभीले कतिको जस्टिस दिन्छ त हरेक मुभीले भन्दाखेरि चाहिँ अब 1 मा अनमोल केसी एकदम सानै देखिन्छ, सलन बस्नेत सानै देखिन्छ, गौरव पहाडी चाहिँ दुईटाको कम्पेरिटिभली अलिकति एजेड देखिनुहुन्छ। र अब 2 मा हेर्ने हो भने त 2 मा त अब सबै बुढा देखिन्छन्। स्वस्तिमा एकजना, स्वस्तिमा खड्का मात्र अलिकति कलेज पढ्दाको जस्तो देख्छ। र अब 3 मा हेर्ने हो भने चाहिँ 3 मा अब रियलमा पनि उनीहरूको एज चाहिँ अब अर्ली 20s मै भएको भएर चाहिँ जो सुहाउँदो नै देखेको छ। जस्तै रेयान गिरी मात्रै अलिकति एजेड देखेको भएर चाहिँ यो 3 मा पनि त्यो अलिकति जस्टिफाइङ नै छ। जुन चाहिँ यो पोइन्ट चाहिँ मैले 3 र 1 मा दिनुपर्दाखेरि चाहिँ मैले 3 लाई नै दिन चाहेँ। र होस्टेल मुभीमा भिलेनको रोल त्यति साह्रो हुने चाहिँ छैन। किन भन्दाखेरि चाहिँ भिलेन भनेर जसलाई देखाइन्छ ऊ चाहिँ सिनियर नै हुन्छ। र त्यही भएर जुन चाहिँ 1ले चाहिँ एकदम राम्रोसँग देखाएको छ, 1 मा चाहिँ एकजना सिनियर हुन्छ जसले चाहिँ अब वार्डेनको लास्ट वार्निङ पाएर केही गर्न सकेको हुँदैन। ऊ रस्टिकेट भइसके पछाडि चाहिँ बाहिर गएर चाहिँ बदला लिन्छ। र अब यही अब 2 मा हेर्ने हो भने त 2 मा त मलाई भिलेन पनि हिरो जस्तै लाग्छ, किनभने उनीहरू पढन्ते एकदम राम्रो खाले क्यारेक्टर हो। अब जुनियरले अलिकति बढी बोल्यो भनेर उनीहरू रिसाएको मात्र हो। भिलेन जस्तो चाहिँ मलाई 2 मा केही पनि लाग्दैन। र 3 मा हेर्ने हो भने त 3 को भिलेन त खै के हो जमानाको सुनिल थापाको याद आउँछ मलाई। अब अलिकति लार्जर देन लाइफ नै देखाएको छ। अब बाहिर गएर आफ्नै जुनियरलाई नै चाहिँ मार्नको लागि रेडी हुने भनेपछि त अब त्यो अब कुन लेभलको भिलेन हो, के लेभलको भिलेन देखाएको हो, त्यो अब बुझ्न अलिक गाह्रो नै छ। र त्यही भएर यो भिलेनवाला पोइन्ट चाहिँ जुन छ त्यो चाहिँ म 1 लाई दिन चाहन्छु। र मुभीमा लभ स्टोरी, धोका, सिनियरहरूको ऱ्यागिङ चाहिँ कतिको देखाएको छ त भन्दाखेरि चाहिँ लभ स्टोरी 1 मा खासै त्यस्तो देखाएको छैन। सेकेन्ड हाफमा गएर चाहिँ अलिकति बिल्ड हुँदै आउने हो। सुरुदेखि जिस्किँदाखेरि नै अलिअलि हुने हो, त्यस्तो लभ स्टोरी देखाएको छैन, सेकेन्ड हाफमा मात्रै हो।
र 2 मा हेर्ने हो भने चाहिँ फर्स्ट हाफ लभ स्टोरी छ, सेकेन्डमा चाहिँ चुर्लुम्मै धोका हो। र थर्डमा हेर्ने हो भने चाहिँ लभ स्टोरी त छ तर अलिकति बच्चाहरूको टाइपको, जस्तै 9 भन्नु ल 2 हेर्थ्यौँ नि हामीले, हो ठ्याक्कै त्यही पाराको चाहिँ लभ स्टोरी देखाएको छ। र एउटा क्यारेक्टर अब जस्तै लिड क्यारेक्टर मेल र लिड क्यारेक्टर फिमेललाई चाहिँ लास्टसम्म नै चाहिँ सँगै नै देखाएको छ देखाउनु त होस्टेल 3 मा। तर कतिको राम्रो तरिकाले देखाएको छ भन्दाखेरि चाहिँ अलि बेटर तरिकाले देखाएको भनेको चाहिँ 3 मै देखाएको भएर चाहिँ म यो पोइन्ट चाहिँ 3 लाई नै दिन चाहन्छु। र अब धोका भन्नुपर्दाखेरि चाहिँ अलिकति ठुलो धोका चाहिँ 2 मा देखिन्छ, त्यही भएर चाहिँ यो धोकावाला पोइन्ट चाहिँ 2 लाई जान्छ। र ऱ्यागिङवाला पोइन्ट त एकदम सिनियरहरूको नेक्स्ट लेभलको ऱ्यागिङ हुने चाहिँ 2 मै भएर चाहिँ 2 को त मलाई सिन सम्झिँदाखेरि पनि अहिले दिमागमा सिन क्लिक भएर चाहिँ मलाई यत्तिकै भिडियो बनाउँदाखेरि पनि हाँस उठिरहेछ। त्यही भएर ऱ्यागिङवाला पोइन्ट पनि 2 लाई नै जान्छ। र एक्टरले जतिसुकै राम्रो पर्फर्म गरे पनि, जस्तोसुकै बेस्ट एक्टिङ दिए पनि त्यसलाई पुरै मिलाएर देखाउने चाहिँ अडियन्ससम्म पुर्याउने चाहिँ डिरेक्टरको हात हुन्छ। कसरी उसले देखाउँछ भन्ने चाहिँ त्यो सबै डिरेक्टरको हातमा हुन्छ। र त्यही भएर चाहिँ एउटा डिरेक्टरको चाहिँ मुभी बनाउँदाखेरि धेरै ठुलो रोल हुन्छ। र डिरेक्सन चाहिँ हरेक मुभीको चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ 1 एकदम रियलिस्टिक नै फिल हुन्छ। र 10 वर्ष अगाडि चाहिँ मैले होस्टेल मुभी हेर्दाखेरि चाहिँ अलिकति रियलिस्टिक नै लागेको थियो पार्ट 1 हेर्दाखेरि, जुन चाहिँ यो डिरेक्टरले गर्दाखेरि नै हो। यो रियलिस्टिक बनाउनु चाहिँ डिरेक्टरकै हात हुन्छ। यो डिरेक्टरले राम्रो दिनुभएको छ 1 मा चाहिँ। र अब होस्टेल रिटर्न्समा पनि अब डिरेक्टरले चाहिँ राम्रो नै गर्नुभएको छ, हरेक सिनहरू चाहिँ एकदम हिलेरियस नै। होस्टेल 2 मुभी त म अलिकति अब्सेस भएको कि के हो होस्टेल 2 सँग। तर जे होस् 2 लाई चाहिँ एकदम दुईटाको भन्दा एकदमै दामी नै बनाइदिएको छ। र 3 लाई हेर्ने हो भने त अब 3 को त डिरेक्टरको फर्स्ट डेब्यू मुभी भनेर पनि थाहा पाएँ मैले। र त्यही भएर चाहिँ अब कोसिस छ तर मुभी धेरै अब तितर बितर भन्छ नि त्यस्तो टाइपको छरिएको छ धेरै नै। त्यही भएर चाहिँ त्यति राम्रो चाहिँ छैन डिरेक्सन पनि। त्यो भएर मुभी अलिकति बेटर हुन सक्थ्यो 3, तर डिरेक्सनले गर्दाखेरि नै चाहिँ अलिकति नराम्रो हुन पुगेको हो। र त्यही भएर यो डिरेक्सनवाला पोइन्ट पनि म होस्टेल रिटर्न्सलाई नै दिन चाहन्छु। र अब ओभरअलमा मेरो फाइनल भर्डिक्ट दिनु पर्दाखेरि चाहिँ अब स्टोरी र डिरेक्सनमा हेर्ने हो भने त होस्टेल 3 लाई त म होस्टेल 3 भनेर नै म राख्न सक्दिनँ। किन भन्दाखेरि चाहिँ मुभीले टाइटल होस्टेल भनेर बनाइसके पछाडि चाहिँ त्यो मुभीमा चाहिँ होस्टेल जस्तो केही पनि छैन। म सिआइडी हेरिरहेको कि म सस्पेन्स थ्रिलर मुभी हेरिरहेको कि म के मुभी हेरिरहेको छु भनेर मान्छेले पत्ता लगाउन सक्दैन। फर्स्ट हाफ त म अब कुनै ओल्ड स्कुल बलिउडको लभ स्टोरी मुभी हेरिरहेको कि, र सेकेन्ड हाफ चाहिँ अब म कुन चाहिँ थ्रिलर मुभी हेरिरहेको कि जस्तो चाहिँ लाग्छ। त्यही भएर चाहिँ होस्टेल 3 लाई चाहिँ म यो कम्पेरिजनको लिस्टमा चाहिँ अब 1-2टा पोइन्ट पाए पनि लिस्टबाट चाहिँ म आउट गर्न। र मैले जुन मुभीको रिभ्यू गर्छु एकदम जेन्युइन रिभ्यू गर्छु। पेड रिभ्यू त मलाई कसैले पैसा दिँदैन। र मेरो त्यस्तो फेभरेटिजमको आधारमा पनि म कुनै रिभ्यू गर्दिनँ, जेन्युइनै रिभ्यू गर्छु। र त्यही भएर चाहिँ मैले सजेस्ट गरेको मुभीहरू चाहिँ तपाईँले हेर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ त्यस्तो निराश फिल हुनेवाला चाहिँ केही पनि छैन। र अरू मुभीहरूको पनि म जेन्युइन रिभ्यू दिने चाहिँ म ट्राई गरि नै रहन्छु। र त्यसै साथ चाहिँ अब यो भिडियो चाहिँ आज यति नै हो। हस्, थ्याङ्क यू।